भुन्टी भाग 320 मा सुरुदेखि नै तनावपूर्ण माहौल देख्न सकिन्छ। जेरीले भुन्टीलाई भूपेन्द्रमाथि हालेको मुद्दा फिर्ता लिन अनुरोध गर्छिन्। भूपेन्द्रको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनले भुन्टीलाई सम्झाउने प्रयास गर्छिन्। तर भुन्टी कुनै पनि हालतमा मुद्दा फिर्ता नलिने अडानमा उभिन्छिन्। उनले भूपेन्द्रले आफूलाई दिएको धोका, अपमान र पीडाको हिसाब अब कानूनबाटै हुने बताउँछिन्। त्यसपछि जेरीले भुन्टीलाई अर्को पुरुषसँग देखिएको भिडियोको कुरा निकालेर डर देखाउने प्रयास गर्छिन्। तर भुन्टीले आफू निर्दोष रहेको र अस्पतालमा उपचार भएको प्रमाण समेत रहेको भन्दै उनीहरूको धम्कीलाई अस्वीकार गर्छिन्। यसले भुन्टी अहिले पहिलेभन्दा धेरै बलियो र आत्मविश्वासी बनेको संकेत दिन्छ। अर्कोतर्फ भूपेन्द्रको परिवार भुन्टीका आमाबुबाको घर पुग्छ। त्यहाँ भूपेन्द्रकी आमाले भुन्टीलाई सम्पत्तिको लोभ लागेको आरोप लगाउँछिन् र अंश मुद्दा फिर्ता लिन दबाब दिन्छिन्। तर भुन्टीका आमाबुबाले आफ्नी छोरीले वर्षौंसम्म भोगेको अन्यायको विरोध गर्दै कानूनले दिएको अधिकारबाट पछि नहट्ने स्पष्ट जवाफ दिन्छन्। दुवै परिवारबीचको यो विवादले कथा झन रोचक बन्छ। यसैबीच भूपेन्द्रका दाजुले भुन्टीसँग भेटेर एकपटक फेरि घर फर्केर कुरा मिलाउन आग्रह गर्छन्। तर भुन्टीले अब कुनै सम्झौता सम्भव नरहेको बताउँछिन्। उनका अनुसार धेरै अवसर दिँदा पनि भूपेन्द्रले आफ्नो व्यवहार परिवर्तन नगरेकाले अब न्यायको बाटो नै अन्तिम विकल्प हो। एपिसोडको अन्त्यतिर कथाले नयाँ मोड लिन्छ। भुन्टीलाई माया गर्ने शिक्षक पात्रसँग विवाहको प्रस्ताव अगाडि बढाइन्छ। परिवारका सदस्यहरूले पनि उनलाई नयाँ जीवन सुरु गर्न सुझाव दिन्छन्। सुरुमा केही सङ्कोच देखिए पनि अन्ततः भुन्टी सकारात्मक देखिन्छिन्। यसले आगामी भागहरूमा भुन्टीको जीवनमा नयाँ अध्याय सुरु हुन सक्ने संकेत दिएको छ। समग्रमा भुन्टी भाग 320मा भुन्टीको अडान, भूपेन्द्रको सङ्कट, दुवै परिवारबीचको विवाद र नयाँ सम्बन्धको सम्भावनाले कथालाई निकै रोमाञ्चक बनाएको छ। अब दर्शकहरूलाई आगामी भागमा भुन्टीको अन्तिम निर्णय र भूपेन्द्रको भविष्य कस्तो हुने हो भन्ने जिज्ञासा बढेको छ।